सम्पूर्णमा नमस्ते र नवराजीलाई पनि नमस्ते। तपाईँलाई धेरै धेरै बधाई छ किनकि तपाईँको फिनल्यान्डको भिजा आएको छ। थ्याङ्क यू सो मच। है अब तपाईँ कुन युनिभर्सिटीमा जाँदै हुनुहुन्छ, तपाईँको सब्जेक्ट के हो भन्ने सोट अफ। म चाहिँ लौरिया युनिभर्सिटी अफ एप्लाइड साइन्समा जाँदैछु अनि म पढ्न जानु लागेको थियो हस्पिटालिटी म्यानेजमेन्ट एन्ड सर्भिस डिजाइन हो। यो कोर्स चाहिँ अब नेपालमा नभएर मलाई इन्टरनेसनल एक्सप्लोर गर्नु मन लाग्यो क्या, त्यही भएर। हजुर ठिक छ। अनि अब तपाईँलाई हाम्रो सर्भिस कस्तो लाग्यो, एभरेज एजुकेसन कन्सल्टेन्सीको सर्भिस कस्तो लाग्यो त्यो पनि सर्टकटमा भनिदिनुहोस् न। यहाँको सर्भिसहरू एकदम राम्रो छ। उहाँहरूले चाहिँ अब मेरो चाहिँ भिजा ढिलै आए पनि एकदम राम्रोसँग गाइड गर्नु भएको हो। डकुमेन्टेसनको पार्टहरू पनि उहाँहरूले इच एन्ड एभ्री कुराहरू सानो सानो कुराहरू नोटिस गर्नुहुन्छ। मेरो एकाडेमिक डकुमेन्टेसन गर्ने टाइममा यहाँ एकजना म्याम हुनुहुन्थ्यो, उहाँले स्पेलिङ बिग्रेको छ भनेर इन्फर्म गर्नुभएको थियो। त्यो गर्दाखेरिमा यहाँ जो एकदम राम्रो प्रपरली चाहिँ सबै थोक राम्रो हुन्छ। हजुर तपाईँ लौरिया युनिभर्सिटी अफ अप्लाइड साइन्समा जाँदै हुनुहुन्छ, फेरि पनि एभरेस्टमा चाहिँ JAM 2027 इन्टेकको लागि एप्लिकेसन खुलिसकेको छ। सो नयाँ स्टुडेन्टको लागि तपाईँले के सन्देश दिनुहुन्छ उहाँहरूलाई? टु भिजिट एभरेस्ट एजुकेसन एन्ड नेटवर्किङ इन्स्टिट्युसन है। यो चाहिँ तपाईँको यहाँबाट गर्नुभयो भने राम्रो हुन्छ। सबै कुराहरू गाइड गर्नुहुन्छ, सबै कुराहरूमा तपाईँहरूलाई सपोर्ट हुन्छ, हेल्प हुन्छ। डु भिजिट एभरेस्ट। थ्याङ्क यू। थ्याङ्क यू सो मच।